अब पनि हामी यहाँ हुम्लादेखि जुम्लादेखि अगाडि बढ्ने क्रममा छौँ। हुम्ला यो गोरुचौरदेखि अगाडि राराको यात्रामा हाम्रो अबको यात्रा करिब 3 घन्टाको रहनेछ। टोटल्ली अफरोडै छ टोटल्ली अफरोड भन्ने छ कुरा। त्यो अफरोड भए पनि हामीले यो उसलाई चाहिँ 3 घन्टामा हामीले 60 किलोमिटर करिब 60 किलोमिटर पार गर्नु छ अफरोड। जाउँ ल। मोहनजी लजाम अडिमै अडिम यो गोरुचौर भन्दा अगाडिको बजार देख्न सकिन्छ। रोडै रहेछ बाटो भने अच्छा छ। हाम्रो यात्रा यो अविस्मरणीय भन्ने छ भन्ने हामी पुनः विश्वस्त छौँ। यो बजार गोरुचौरभन्दा अगाडिको बजार जुम्ला जिल्लाको। भिडियो पुरै भिजेरै जानियो कि यार यही टोकेरै जाने। यहाँनिर अफरोड छ। अच्छा छ बाटो, अच्छा छ गाइज, अच्छा छ नाइस। यो भ्यू अति स्मरणीय क्षण बन्न गइरहेको छ। यो याद साथीहरूसँगको यो लङ ट्रिप अडिमै
लक गरिदिउँ त मेरो कुदाउनु वाउ नेपालको नक्सा त्यो झन्डा उहाँ देख्नु भएन चिसो हो नि मौसम चिसो छ होला साथी म यत्रो लाउँदा नि त्यही गर्दा मक्क छ मलाई त आनन्द पढ्नु रोड इज अफ रोड तल सोलो हालियो भने यस्तोमा झन् कताला ठोक्काइन्छ भन्ने मेसेज पाइन्न के मन ठिक्क जो नापेर हिँड्ने हो वाउ तर यार जति हिँड्यो उस्तै भ्यू बबाल के होइन सम्झना बिर्सा ओ नो न्युट्रलमा गइसक्यो हजुर के भन्नुभयो के हुन्छ लर्किन्छ लर्किन्न नि यत्तिको मात्रै लर्किन्न यार यता चढ्ने गाडीहरू सबै 4 व्हिलै हुन्छ यता चढ्ने गुड्ने गाडीहरू 4 व्हिलर नै हुन्छन् सबै के घरमा यस्तोमा इमर्जेन्सी ब्रेक लाउनु पर्यो भने टायर चाहिँ नाच्छ है न्युट्रलमै कुद्छ मजाले गाडी फोन त्यहाँबाट त सबै लिएर हिँड्ने होइन त्यहाँबाट हामी निकालेको त फोनै हो अरू केही निकालिएको थिएन फोन चार्जर राख्छु यो त के होला अरे यार त्यहीबाट होला है
लेके आए हाय मेरी हजुर हजुर बाटो चाहिँ अप्ठ्यारो भन्थे यही बाटोलाई अप्ठ्यारो भनेको देख्न सकिन्छ यो ओह्रालो अफरोड भनेको यही नै होला सायद हजुर ठिक छ यतिको पेलाइलाई पेलाइ भन्दिनँ मैले हजुर नअल्लिनु भयो भने केही जात होइन यो झर्नलाई समस्या होइन निक्लाने बेलामा फेरि तान्नु पऱ्यो पानी यहाँ छ सोझो ओह्रालो भनेको यही हो होइन ठाडो ठाडो ओह्रालो के हजुर यो बाटो होइन कि अप्ठ्यारो भनेको उताबाट जुम्ला झर्ने बाटो हो जुम्ला नि पाइन्छ मुगु नि पाइन्छ त्यही भए होइन है ढुङ्गा नहाल्ने मात्रै हो कि अलिअलि गचागुचुक त हुन्छ त यस्तो बाटो छ होइन ढुङ्गा हालेर खचाक्क खचाक्क नठोक्काउने हो यो झोला हो झोलालाई अलि तल राख्न मिल्छ भयो ठिक छ अहिले भन्नु न ढोडपाटन गएको ढोडपाटन अहिले गइयो नि यार जाने केटाहरू गयो है हामी गइयो नेपाली हामी अहिले ढोडपाटन गएको भए यतालाई अलि सम्भव हुन्थ्यो होइन मेरो मेन भनेकै टार्गेट रारा थियो कि अहिलेको अहिले मुस्ताङ र रारासँगै हान्ने कुरा हो मेरो फ्यामिलीबाट मुस्ताङ यताबाट रारा मुस्ताङलाई अहिले बर्खाले अलि ल्याङ गरिदियो कि यार बिचमा जुठा पर्दै छोराछोराको टाइममा छोराहरू गर्न हजुर स्कर्पियो लिएर आउने गयो भने त छ स्टप गर्नु त गुरु मेरो स्टप गरिदिनु ल स्टप गर्नुभयो अहिले